आजको कथाको शीर्षक छ बुढो बाघ र चलाक स्याल। एक समयको कुरा हो, एक घना जङ्गलमा एक बुढो बाघ बस्दथ्यो। बाघ धेरै बुढो भइसकेको थियो। उसले सजिलै शिकार गर्न सक्दैनथ्यो। उसले चालाकी मारेर खान पाउने उपाय सोच्यो। एक दिन उसले जङ्गलका सबै जनावरहरूलाई सन्देश पठायो, अब म बुढो भए कसैलाई पनि म शिकार गर्ने छैन। म तपाईहरूको राजा बन्न चाहन्छु। जो मसँग आशिष लिन आउनुहुन्छ, म उहाँहरूलाई दीर्घायु र खुसीको आशीर्वाद दिनेछु। बाघको कुरा सुनेर केही भोला जनावरहरू खुसी हुँदै उस कहाँ आशिष लिन गए। तर जो गयो फर्केर कहिले आएन। चलाक स्याललाई यो कुरा शङ्का लाग्यो। ऊ बाघको गुफासम्म गयो, तर भित्र नपसी बाहिरै बसेर चिच्यायो, हे बाघ दाइ, तपाईँको आशिष लिन म आएको छु। तर म देखिरहेको छु कि सबै जनावरहरूको गुफाको भित्र पसेको पाइला छ, तर बाहिर निस्केको पाइला छैन। बाघ केही बोल्न नपाउँदै स्यालले भन्यो, म त चलाक स्याल हो, तपाईँको पेटको खाना बन्न चाहन्न। र ऊ हाँस्दै गुफाबाट बाहिर भाग्यो। अब यो कथाको नैतिक शिक्षा के छ त? बुद्धिमानी र सतर्कता अपनाउनले आफूमाथि आउने खतरा चाँडै बुझ्न सक्छ। सधैँ सोचेर निर्णय गर्नु बुद्धिमानी हुने हो। धन्यवाद। कथा समाप्त भयो।